स्वागत छ। स्वागत छ। धन्यवाद। आजको हाम्रो विषयवस्तु भनेको चाहिँ कला संस्कृतिबाट चाहिँ समाजमा भएका नराम्रा चिजहरूलाई चाहिँ हटाएर हाम्रो चिज चाहिँ प्रदर्शन गरेर कसरी चाहिँ सकारात्मक परिवर्तन पार्न सकिन्छ र कला र संस्कृतिको चाहिँ महत्त्व र यसले यस्तोसम्म चाहिँ राम्रो चिजहरू चाहिँ देखाउँछ भन्ने खालको एउटा समाजमा चाहिँ परिवर्तन केही नयाँ छाप कसरी प्रभाव पार्न कसरी सक्छ? प्रभाव पार्न सकिन्छ भन्ने हो। हरेक समुदाय एउटा समाज र राष्ट्रलाई चाहिँ चिनाउने एउटा आधार पनि हो कला संस्कृति। हजुर। यो चाहिँ हरेक समुदाय राष्ट्रबिच चाहिँ फरक फरक कला संस्कृति छ। यो एउटा पहिचानको आधार त भइहाल्यो। यो सँगसँगै अहिलेको समयमा जुन विश्व चाहिँ एकजुट भइरहेको छ नि, विविधता बढिरहेको छ विश्वमा, यो पनि कता कता कला संस्कृति पनि जोडिएको जस्तो लाग्छ। हाम्रो देश नेपाल चाहिँ कला संस्कृतिले भरिपूर्ण देश भए तापनि कता कता पुराना कला संस्कृतिहरू विभिन्न हरेक चाडपर्वहरू पुराना जो एकदम महत्त्वपूर्ण थियो र तिनीहरू चाहिँ लोप हुँदै गयो कि त्यो अहिले प्राप्त गर्न पनि सकिँदैन। त्यो अब असम्भव छ। ती कला संस्कृतिहरूलाई चाहिँ हामीले कसरी भएका कला संस्कृतिलाई पनि कसरी जमेना गर्ने र कला संस्कृति भनेको कुनै पनि राष्ट्रको एउटा इतिहास हो क्या। हजुर। एउटा परम्परा, भाषा हो, एउटा धर्म हो, पहिचानको आधार हो। पहिचानको आधार। कला संस्कृतिले विभिन्न कुराहरूलाई चाहिँ सकारात्मक प्रभाव पार्न सक्छ। त्यो हरेक समुदायमा चाहिँ हरेक व्यक्तिसँग फरक फरक कला संस्कृति हुन्छ र कला संस्कृतिबाट चाहिँ हामीले चाहिँ हाम्रो समाजमा भएका समस्याहरू छन्, नराम्रा कामहरू, विकृतिहरू, कुरीतिहरूलाई चाहिँ एउटा कला संस्कृतिको माध्यमबाट चाहिँ त्यसलाई उठाएर कसरी समस्याका समाधानहरू निकाल्न सकिन्छ। योबाट समस्या पहिचान गराइदिए पनि धेरै हुन्छ। यो समस्या छ भने कोही मान्छे त बुझ्दैन। यी कला संस्कृतिलाई चाहिँ हामीले कसरी चाहिँ ती समस्या उजागर गर्ने माध्यम बनाउन सक्छौँ त? माध्यम बनाउन सक्छौँ। सही सजिलो कसरी गर्न सकिन्छ जस्तो लाग्छ। हामीले चाहिँ मेन त कला संस्कृति हाम्रो पहिचानको आधार हो। हामीले यिनको संरक्षण गर्नुपर्छ। कला संस्कृतिमा राम्रा पक्ष पनि छन्, केही नराम्रा पक्ष पनि छन्, अन्धविश्वासका कुराहरू पनि छन्। अब हामीले राम्रा कुरालाई चाहिँ आत्मसात गर्ने र नराम्रा कुरालाई चाहिँ हामीले तिनीहरूलाई चाहिँ बिस्तारै हटाउँदै जाने, तिनीहरूको राम्रो र नराम्रो पक्षलाई केलाउँदै अगाडि बढ्न सकिन्छ। विशेष गरी हामीले कला अन्तर्गत गीत, नाटक, कविता, कथालाई लिन्छौँ। अन्यहरू पनि छन् र विशेष चाहिँ यिनीहरूको माध्यमबाट चाहिँ अझ अरूभन्दा चाहिँ प्रत्यक्ष रूपमा चाहिँ हामीले समाजका समस्याहरू उठाउन सक्दछौँ। मानौँ गीतको माध्यमबाट हाम्रोमा कुनै कुसंस्कार छ भने त्यसको बारेमा चाहिँ हामीले अध्ययन गरेर त्यसले पारेको नकारात्मक प्रभावबारे हामीले गीत बनाएर चाहिँ त्यो गीत माध्यमबाट प्रस्तुत गऱ्यौँ भने चाहिँ के हुन्छ भनेपछि त्यो हरेक व्यक्तिलाई एउटा व्यक्तिलाई सम्झाउनु भन्दा पनि यो विषय यस्तो हो है, योमा यो छ है, यसमा गलत कुरा यो छ है भन्नुभन्दा पनि गीत माध्यमबाट हामीले त्यो कुरालाई चाहिँ उठायौँ भने के हुन्छ भनेपछि एउटा माध्यमबाट त्यही कुरा चाहिँ धेरैमा फैलिन्छ क्या, सहजै रूपमा। सजिलो माध्यम हो क्या गीत। सजिलो। अनि अब के अहिलेको के हुन्छ भन्दाखेरि हरेक मानिसले चाहिँ गीतहरू चाहिँ मन पराउँछ र सुनिरहेको पनि हुन्छ। हो। बरु मानिसलाई किताब पढ्न अप्ठ्यारो लाग्छ तर गीत म्युजिकहरू चाहिँ सुनिरहेको हुन्छ। त्यो इन्टरटेनमेन्टको पार्ट पनि हो र त्यो यसलाई चाहिँ हामीले कस्तो भनेपछि कि नलेज दिने खालको, कि सकारात्मक सन्देश दिने खालको हो, देशको रूपमा पनि लिन सक्छौँ। अनि अलि अझ भिजुअल्ली रूपमा जाने हो भने नाटकलाई पनि लिन सक्छौँ। हामीले नाटकको माध्यमबाट पनि त्यसलाई चाहिँ साङ्केतिक रूपमा प्रस्तुत गरेर यो चाहिँ समस्या हो र यसले चाहिँ यस्तो प्रभाव पार्छ है, यो यसले यस्तो नकारात्मक प्रभाव पारिरहेको छ
भन्ने कुरा चाहिँ उजागर गर्न सक्छौँ देखाउन अनि देखाउन सक्छौँ। अब कविताको माध्यमबाट भनेपछि उसको राइमिङ नै छुट्टै हुन्छ। हो त्यो राइमिङले कस्तो हुन्छ भनेपछि त्यसले चाहिँ राइमिङले चाहिँ मान्छेलाई चाहिँ कस्तो दिन्छ भनेपछि के रहेछ त मेन विषयवस्तु भन्ने कुराको जानकारी दिन्छ। कथामा चाहिँ हामीले पात्रहरू राखेर मानौँ कुनै एउटा अब त्यस्तो छ कुसंस्कार हो, त्यसमा पात्र राखेर एउटा पात्रले अर्को पात्रलाई माथि गरेको दमन, गरेको नराम्रो व्यवहार आदि मार्फतबाट पनि हामीले त्यसलाई चाहिँ समस्याको उजागर गर्न सक्छौँ। अनि त्यो सम्पूर्ण कलाका माध्यमबाट त्यो गरिसक्दाखेरि चाहिँ एउटा चाहिँ समस्याको समाधान आइसक्छ क्या। त्यो धेरै मान्छेमा फैलिन्छ र उनीहरूले आफ्नो अनुभव र विचारहरू प्रस्तुत गरेर चाहिँ यो समस्याको चाहिँ यो समाधान हुनसक्छ है, यो भित्र चाहिँ यो चाहिँ नराम्रो पक्षहरू रहेछन् है भनेर के लाएर चाहिँ हामीले त्यसरी चाहिँ एउटा समस्यालाई समाधान गर्न सक्छौँ र समाजलाई सकारात्मक बाटोतिर अगाडि बढाउन सक्छौँ। जुन यो कला भयो नि होइन, एउटा व्यक्तिमा हुने गीत एउटा व्यक्तिले लेख्ने हो, त्यो जोमा फरक फरक जे पनि हुनसक्छ। कसैलाई हिपहप हुनसक्छ, कसैलाई लोकगीत लोकगीत हुनसक्छ, पप सङ कसैलाई मन पर्न सक्छ, हजुर जे पनि हुन्छ। हजुर हाम्रो जुन संस्कृतिहरू छन्, संस्कृतिहरू, हजुर हजुर तिनीहरू पनि एकदम केही न केही तिनीहरूको पनि एउटा उद्देश्य थियो। हजुर जसै कुनै चाडपर्व मनाउनुको एउटा केही उद्देश्य मानौँ अब यो दसैँ भने कस्तो भनेपछि चाडपर्वको कुराहरूमा यो चाहिँ सत्यमाथिको विजय भन्ने हुन्छ नि त। किनकि के अरे सत्यको विजय हो नि त यो। असत्य पहिले चाहिँ असत्यले शासन गरिरहेको थियो र त्यसको चाहिँ कुनै समय चाहिँ सत्यले चाहिँ पराजय गर्दाखेरि त्यसको चाहिँ खुसियालीमा मनाइएको हो नि त। हो त्यस्तै हाम्रो होली पर्व छ। होली पर्व पनि दानवतामाथिको विजय भएको उत्सवमा मनाइएको हो नि त। हो त्यस्तै हाम्रो अब समाजलाई एकीकृत गर्ने अन्य चाडपर्वहरू पनि छन्, जस्तै पुष 15 मानव समाजका सबै मान्छेहरू बसेर आफ्नै उमेर समूहका साथीभाइ सँगै बस्यो भने के हुन्छ भनेपछि त्यसले आत्मीयता पैदा गर्यो। यो चाहिँ सकारात्मक प्रभाव भयो। यो चाहिँ हाम्रो जुन यो चाडपर्वहरू छन् योमा कता कता विकृतिहरू पनि फैलिँदै गएको छ। पछिल्लो समयहरूमा चाडपर्वमा अब मदिरा जन्ने चिज प्रयोग गर्ने, देखासेखी गर्ने, नयाँ कुरा ट्राई गर्ने, तर त्यो कस्तो भनेपछि सकारात्मक प्रभाव पार्ने होइन कि नकारात्मक प्रभाव पार्ने। एक दिन त हो फेरि आउनु, वर्षमा एक दिनको चाड भनेर त्यसले चाहिँ कति ठुलो प्रभाव पारिरहेको हुन्छ। अब त्यहाँ सानो बालबालिकादेखि लिएर नव युवाहरू हुन्छन्। उनीहरूको चाहिँ कस्तो भनेपछि कोही निर्णय लिन सक्ने खालको हुन्छन्, कोही निर्णय लिन नसक्ने देखासिखी खालको हुन्छन्। हो त्यसबाट पनि के फैलिन्छ भनेपछि चाहिँ त्यो संस्कृतिमा चाहिँ कुसंस्कृति चाहिँ विकास हुन्छ क्या। त्यहाँ भित्रमा रमाइलोको नाममा जुवा तास खेल्ने त्यो प्रवृत्ति चाहिँ हटाउनुपर्छ। हामीले अब त्यो त्यहाँ भएका कुसंस्कृतिलाई हटाएर नयाँ होइन अरू मान्छेलाई पनि यो चाडपर्व चाहिँ संलग्न हुन खालका त्यस्ता खालका। अब त्यही कुरा मानौँ दसैँमा हाम्रो विदेशी आएर चाहिँ अब ऊ चाहिँ नयाँ हुन्छ नि त, पर्यटक हो उसले चाहिँ अब त्यो त्यस्तो त्यो के अरे के भन्छ त्यसलाई त्यस्तो वाला चिजहरू युज गरेको देख्यो भने त उसले चाहिँ के सोच्छ भनेपछि ओहो यो संस्कृतिमा त यो रहेछ है भनेर उसले गलत कुरा सिकेर जान्छ नि त। त्यसको प्रभाव गलत पर्छ नि त अन्तर्राष्ट्रिय रूपमा, वास्तविकता फरक हुन्छ नि त। त्यसको त्यो दसैँ तिहारको त्यो मनाउनुको उद्देश्यसँग चाहिँ मिल्दोजुल्दो भएन। त्यो फरक ऊ नलेज दियो त्यसले। परिकार पकाउने, खाने, हजुर रमाइलो गर्ने, एकअर्कामा दुःख साटासाट गर्ने, त्यो समयमा हजुर विकृतिहरू फैलिरहेको छ। र जुन कला र संस्कृतिमा भएका हामीले विकृतिहरूको बारेमा भन्यौँ, अब चाहिँ कला र संस्कृतिलाई चाहिँ कसरी चाहिँ संरक्षण गरेर हाम्रो पछि आउने पुस्तालाई चाहिँ यसको अझ प्रभावकारी ढङ्गबाट चाहिँ यसको महत्त्वबारे कसरी बुझाउन सकिन्छ, बुझाउने र कसरी उनीहरूलाई चाहिँ सचेत अथवा जानकार गराउन सकिन्छ जस्तो लाग्छ।
कला संस्कृति चाहिँ हाम्रो पहिचानको आधार हो। हामीले चाहिँ कस्तो बनाउनु पर्यो भने चाहिँ कला संस्कृतिलाई चाहिँ हामीले पुरानो तरिकाले पनि सबै राम्रो छन् भन्न सकिन्न, नराम्रो त के अरे नयाँ तरिकामा पनि सबै नराम्रो छन् भन्न सकिन्न। कि बाध्यता पनि थियो होला त, कसैले गर्नैपर्छ भन्ने हुन्थ्यो। अब यस्तो हुन्थ्यो त्यहाँ अब परम्परादेखि चलिआएको भन्ने हुन्थ्यो, अनि त्यसपछि त्यसैलाई फलो गर्दै आइयो। अब नयाँ जेनेरेसनमा त के सही के गलत है, यसले चाहिँ यस्तो प्रभाव पार्छ है, सानो सानो कुराले भन्ने हुन्छ। त्यसको लागि के गर्नु पर्यो भनेपछि हामीले नयाँ पुस्ता र पुरानो पुस्ता दुवैले चाहिँ त्यो विषयवस्तुमा अध्ययन गरेर राम्रा पक्ष र नराम्रो पक्ष छुट्याएर चाहिँ हामीले एउटा सक्षम समाज निर्माण गर्नमा यिनीहरूको पनि योगदान। जुन यो कला संस्कृतिलाई चाहिँ पछिसम्म जोडेर गर्नलाई चाहिँ जुन हाम्रो बुढा मान्छेहरू हुन्छन् हजुर पहिलेदेखि उहाँहरूका सिपहरू उहाँहरूले के भूमिका खेल्न सक्छन् यसमा? यसको लागि चाहिँ हामी नयाँ पुस्ता चाहिँ उहाँहरूसँग कोर्डिनेसन गर्नु पर्यो भनेपछि हामीले नयाँ पुस्ता र पुरानो पुस्ता दुवैले चाहिँ त्यो विषयवस्तुमा अध्ययन गरेर राम्रा पक्ष र नराम्रो पक्ष छुट्याएर चाहिँ हामीले एउटा सक्षम समाज निर्माण गर्नमा यिनीहरूको पनि योगदान। जुन यो कला संस्कृतिलाई चाहिँ पछिसम्म जोडेर गर्नलाई चाहिँ जुन हाम्रो बुढा मान्छेहरू हुन्छन् हजुर पहिलेदेखि उहाँहरूका सिपहरू उहाँहरूले के भूमिका खेल्न सक्छन् यसको लागि चाहिँ हामी नयाँ पुस्ता चाहिँ उहाँहरूसँग कोर्डिनेसन गर्नु पर्यो, उहाँहरूसँग सँगै बस्ने, उहाँहरूसँग टाइम स्पेन्ड गर्ने, अनि समय खर्चेर उहाँहरूको परापूर्व कालमा के थियो त, कसरी चल्थ्यो त, कसरी चलिआएको थियो परम्परा, कसरी कला संस्कृति मनाइन्थ्यो त, कसरी कस्ता गीत लेखिन्थ्यो, कस्ता नाटकहरू चाहिँ प्रस्तुत गरिन्थ्यो भन्ने खालका चाहिँ हामीले उहाँहरूसँग कुराकानी गरेर अनि केही डकुमेन्ट्री भिडियोहरू बनाएर त्यसरी चाहिँ हामीले जगेर्ना गर्न सक्दछौँ। त्यो डकुमेन्ट्री भिडियोहरू त्यस्तो गरियो भने त्यो पछि भोलिको चाहिँ प्रमाणको रूपमा पनि कार्य गर्न सक्छ। अनि त्यो सँगसँगै त्यसले चाहिँ नयाँ पुस्तालाई सजिलै जानकारी दिने भयो क्या, यस्तो यस्तो रहेछ है हाम्रो परम्परा संस्कृति, अहिले चाहिँ यो परिवर्तन आएछ है, पहिले चाहिँ यस्तो खालको नलेज दिँदो रहेछ है, यो कारणले मनाइएको रहेछ है भन्ने खालको चाहिँ जानकारी हुन्छ। अर्को विषय के छ भन्दाखेरि हाम्रो चाहिँ एउटा कला र संस्कृतिलाई चाहिँ झल्काउने विभिन्न माध्यम हुन्छ। जुन हाम्रो देशमा जुन कला संस्कृतिहरू छन्, चाडपर्वहरू छन्, तिनलाई चाहिँ हाम्रो पोसाकले चाहिँ परम्परागत पोसाकले चाहिँ झल्काइरहेको हुन्छ। तर पछिल्लो समयमा चाहिँ यसको जुन परम्परागत पोसाक छ यसको चाहिँ प्रयोग नयाँ पुस्तामा लोकप्रिय हुन सक्दैन। यसको महत्त्व चाहिँ हामीले नयाँ पुस्तालाई दिन नसकेको हो कि किन चाहिँ यो लोकप्रिय हुन सकेन त? के लाग्छ अब यो जुन हाम्रो पोसाक जुन चाहिँ कला र संस्कृतिलाई चाहिँ माथि लैजानुको लागि चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ, तर यही कुरा चाहिँ हाम्रो यो नयाँ पुस्तामा चाहिँ लोकप्रिय बन्न सकेन। र यसलाई चाहिँ लोकप्रिय बनाउन र यसको संरक्षण गर्न चाहिँ के गर्न सकिन्छ अब पछिल्ला दिनहरूमा? यसको लागि हाम्रो कला संस्कृतिको एउटा चाहिँ पहिचानको आधार पनि हो यो पोसाक। यसको चाहिँ पछिल्लो पुस्तामा के भयो भने चाहिँ यो सामाजिक सञ्जालको प्रभाव हो वा पुरानो पुस्ताले चाहिँ नयाँ पुस्तालाई बुझाउन नसकेको कारण पनि हुनसक्छ। कस्तो भयो भने चाहिँ नयाँ जेनेरेसनले चाहिँ खासै आफ्नो चाडपर्वहरूमा चाहिँ परम्परागत पोसाकहरू प्रयोग गरेको पाइँदैन। त्यसको कारणहरूमा चाहिँ उनीहरूलाई त्यसको महत्त्वबारे जानकारी नहुन पनि सक्छ र त्यो उनीहरूको इच्छा अनुसारको चाहिँ निर्माण नहुनु पनि सक्छ। अनि त्यो सँगसँगै चाहिँ के हुनसक्छ अर्को विषय चाहिँ भन्दाखेरि उनीहरू चाहिँ धेरै अन्य कुराहरूमा चाहिँ रुचि राख्ने, अनि त्यो विषयमा चाहिँ उनीहरूलाई कसैले जानकारी पनि दिएन
र उनीहरूलाई त्यसको महत्त्व बारेमा पनि केही जानकारी नहुँदाखेरि जस्तै हरेक कला त फरक फरक पाएको छन् कलाकार। हजुर त्यो कलाको त फरक फरक पोसाक त हुन्छ नि। हजुर जस्तै हाम्रो झ्याउरे हजुर गीतहरू हुन्छ, देउडाहरू हुन्छ, हजुर हिपहप कल्चर भयो नयाँ, हजुर त्यो त फरक फरक छन्। हजुर तिनीहरूको फरक फरक पोसाक हुन्छ, हुँ, त्यो चाहिँ देखिएन क्या, हजुर हराउँदै गयो। हजुर हाम्रो जुन पोसाक छ त्यो चाहिँ अझ बढी चाहिँ त्यसलाई चाहिँ प्रभावकारी ढङ्गले चाहिँ अगाडि लैजान। यसको लागि अब हामी सबैले चाहिँ अब परम्परागत पोसाकको महत्त्वबारे बुझाउनु पर्यो। अनि त्यसपछि स्थानीय तहले पनि आफ्नो समुदाय अनुसार चाहिँ पोसाकको संरक्षण कार्यक्रमहरू अनि विभिन्न माध्यमहरू हाम्रो के अरे बुढापुरानाहरू हुनुहुन्छ उहाँहरूसँग बुझेर सोधखोज गरेर के महत्त्व छ त यसको, यो कसरी पहिचानको आधार भयो त, यो चाहिँ यसरी बुझाएर चाहिँ हामीले यसरी अगाडि लैजाँदै गर्ने हो भने यसको चाहिँ संरक्षण गर्न सकिन्छ। हामीले विभिन्न समुदाय अनुसार एउटा चाहिँ कस्तो बनाउनु पर्यो भने चाहिँ त्यो मानौँ त्यो ड्रेसहरू राख्ने ठाउँहरू सबले देखुन् क्या, त्यो पब्लिकले सङ्ग्रहालय हो त्यस्तो बनायौँ भने त्यहाँ चाहिँ उनीहरूलाई सानोहरूलाई पनि सानो बालबालिकाहरूलाई पनि त्यसको बारेमा जानकारी हुन्छ। ओहो हाम्रो ड्रेस त यस्तो हुँदो रहेछ है भनेर उनीहरूले ट्राई गर्छन्। ट्राई गऱ्यो भने त्यो प्रति लगाव हुन्छ, माया हुन्छ, अनि त्यसपछि चाहिँ उनीहरूले प्रयोगमा ल्याउँछन्। जुन हाम्रो पहिलेको पुस्तामा चाहिँ विभिन्न खालका कलाहरू थिए, हजुर जस्तै थाङ्का भयो, हजुर भित्ते चित्रहरू भयो, हजुर जुन मन्दिरहरूमा जुन काठ परेको हुन्छ हजुर। त्योमा भरिएका बुट्टाहरू, हजुर झ्याल ढोकाहरू त्यस्तै हजुर। उत्कृष्ट, त्यो चाहिँ नेपाली अहिलेको समयमा चाहिँ त्यो बिस्तारै लोप हुँदै अथवा हराउँदै कता कता गइरहेको छ। हजुर अहिले विभिन्न घरहरू त्यो डिजाइन नै फरक, अहिले धेरै फरक आइसक्यो। हजुर त्यो चाहिँ किन चाहिँ लोप भयो, हुँ, त्यो एउटा कला, त्यो चाहिँ कसरी चाहिँ हामीले त्यसलाई संरक्षण गर्न सकेनौँ, त्यसलाई के लाग्छ? यसको लागि चाहिँ हाम्रा विभिन्न भित्ते चित्रहरू थाङ्काहरू छन् हो, यिनीहरूको महत्त्वबारे चाहिँ हामीले बुझाउन सकेनौँ कि जस्तो लाग्छ मलाई। यिनीहरूको के महत्त्व दिन्छ त, यिनीहरूले के विषय चाहिँ प्रस्तुत गर्दछ त, यो चाहिँ किन बनाइयो त बारेमा चाहिँ डिपली नलेज दिनु पर्यो। अनि हाम्रो चाहिँ यो काठमा बनाइने बुट्टाहरू चाहिँ कसरी लोप भयो भने चाहिँ पछिल्लो समय चाहिँ हाम्रो देशमा चाहिँ काठ जन्ने चिजहरू चाहिँ महँगो छ नि त। अब त्यो त्यो कलात्मक झ्याल ढोकाहरू बनाउँदा चाहिँ धेरै मात्रामा काठ प्रयोग चाहिने, जसले गर्दा महँगीले गर्दा त्यो काठ चाहिँ खरिद गर्न नसकिने, अब त्यस्तो बनाउने खालको कडा काठ पनि उपलब्ध नहुन पनि सक्छ, त्यो पनि एउटा कारण हुनसक्छ। मानौँ त्यसको लागि चाहिँ हामीले कस्तो गर्नु पर्यो भने चाहिँ मानौँ कुनै स्थानीय तहले चाहिँ कस्तो किसिमको घर बनिरहेको छ त त्यहाँ हो, त्यसको संरक्षणको लागि चाहिँ कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो। हामी त्यसको महत्त्व बुझाउनु पर्यो, त्यसका फाइदाहरू के छ त, त्यसले चाहिँ के कुरालाई झल्काउँछ त हो, त्यसलाई बचाइरहन चाहिँ हामीले त्यसरी अगाडि बढेर हामी सबै एकैबद्धता भएर अगाडि बढ्यौँ भने हामीले त्यो चाहिँ सक्दछौँ त्यो गर्नुलाई। अहिले चाहिँ जुन त्यो पहिला बन्ने यस्ता भित्ते चित्रहरू भए, थाङ्काहरू भए, जुन भरिने बुट्टाहरू काट्न भरिने, हजुर तिनले चाहिँ हाम्रो एउटा पहिचान थियो। हजुर जुन हाम्रा नेपालका चाहिँ त्यो के भिरकुटी हजुर अनि अरनीको हजुर उनीहरूले चाहिँ विभिन्न अन्य देशहरूमा चाहिँ आफ्नो एउटा कला वस्तु देखाएर आफूलाई एउटा पहिचान बनाएका थिए त्यो समयमा। र अहिलेको समयमा त्यस्तो छैन, फरकपन आइसक्यो धेरै कुराहरू। त्यो पहिचान जुन छ त्यो पहिचानले अहिले पनि नेपाल भनेर विश्वमा चिनाइरहेको चिनिन्छ। र त्यही चिज हेर्नको लागि केही मानिसहरू आउँछन्। हजुर त्यसको त हामीले संरक्षण गरेर त्यसलाई अझ बढावा दिएर त्यसलाई पर्यटन विस्तारमा पनि सहयोग गर्ने समयमा त्यो चाहिँ लोप हुँदै गइरहेछ। यसलाई चाहिँ अझ अलिक विश्व सामु चिनिने गरी चाहिँ कसरी व्यवस्थित गर्न सक्छ? त्यसको लागि हामीले कस्तो भने चाहिँ
त्यो सम्बन्धी ज्ञान भएको मान्छेहरूद्वारा चाहिँ क्लासहरू दिनु पऱ्यो क्या नयाँ पुस्तालाई। किनकि गुरु बिना त चेलाले केही सिक्दैन नि त, गुरु त चाहियो नि त हरेक कुराको। हो त्यस्तै हामीले त्यस्ता विभिन्न किसिमका कलात्मक कक्षाहरू, कलात्मक स्कुलहरू त्यस्ता सञ्चालन गर्नु पर्यो, जसले गर्दा चाहिँ हाम्रो चाहिँ त्यो संरक्षण सँगसँगै पर्यटन विकास पनि हुन्छ। ओहो परापूर्वकालदेखि यस्तो चित्र बन्दै आएको रहेछ है नेपालमा, के अरे काठमा यस्तो बुट्टा भरिनु रहेछ है भनेर हामीले के अरे विदेशी पर्यटकहरू पनि भित्र्याउनमा सहयोग गर्छ जस्तो लाग्छ मलाई। जुन विभिन्न सांस्कृतिक सङ्गीत कलाहरू जुन हरेक विद्यालयमा त सञ्चालन त छ, तर त्यो प्रयोगमा आउन सकेको छैन, प्रभावकारी हुन सकेको छैन। त्यसको लागि त हरेक चिजहरू चाहिए। हजुर त्यही अनुसारको विषयवस्तु हुनु पर्यो। हजुर अहिले त हाम्रो समाजमा कस्तो भइसक्यो भनेपछि वाद्यवादकका सामग्रीहरू पनि विदेशी कल्चरका के, पुरानो कल्चरको वाद्यवादकका साधनहरू नहुने, नयाँ पुस्ताले त्यस्ता वाद्यवादकका सामग्रीहरू नदेखेपछि उसले कसरी बजाउन सिक्छ त? अब उसले त्यो विषय बारेमा जानकारी पाएन भने उसलाई महत्त्वबारे त जानकारी हुन्न नि त। जस्तै एउटा कुनै समुदायमा केही हाट बजार जस्तो लाग्छ, हजुर त्यहाँ पनि त अब हरेक चिजहरू बनाएर त्यहाँ प्रस्तुत गर्न सकिन्छ नि। त्यो पनि एउटा आधार हो, त्यो प्रस्तुत गर्ने त्यो संरक्षणको एउटा आधार हो। जस्तै त्यो चाहिँ हरेक स्थानीय तहले गर्न जरुरी थियो। माटोबाट बन्छ, हजुर माटाका भाँडाहरू, गिलासहरू बनाउने, हजुर त्यस्ता खालका हरेक चिजको भन्छ नि, काठको भयो माटोको भयो, त्यसपछि विभिन्न मूर्तिहरू बनाउने प्रदर्शन गर्ने हो। तिनीहरूलाई चाहिँ प्रोत्साहन गरेर हजुर तिनीहरूलाई त्यस्ता मान्छेलाई जगेर्ना गर्नु पर्यो, सबैले प्रोत्साहन गर्नु पर्यो, उनीहरूलाई पुरस्कृत गर्नु पर्यो। त्यस्ता किसिमका कार्यहरू गरियो भने चाहिँ हरेक कुरा चाहिँ सम्भव हुन्छ, हरेक हाम्रो संस्कृति पनि बढ्छ, अनि त्यसपछि हाम्रो पर्यटन विकास पनि हुन्छ, हाम्रो परम्परा पनि बढ्छ, सबै कुरा। अन्त्यमा चाहिँ अब आजको विषय चाहिँ हामीले चाहिँ हाम्रो कला र संस्कृतिलाई चाहिँ संरक्षण गरेर यसको महत्त्व चाहिँ बुझाएर चाहिँ एउटा कला संस्कृति भनेको चाहिँ हाम्रो परम्परागत इतिहासका कुराहरू हरेक क्षेत्रमा चाहिँ हाम्रो परम्परा इतिहास हाम्रो धर्म संस्कृति भाषालाई चाहिँ एउटा जोगाउने कला र संस्कृतिको माध्यमबाट जोगाउने हाम्रो पहिचानको आधार हो, पहिचानको आधार हो। यसलाई चाहिँ हामीले सबैले संरक्षण गर्नुपर्छ, सबैको यो दायित्व हो र यसको महत्त्व पनि सबैले बुझ्नु जरुरी छ।